मुसुक हाँसेर अहिले इन्टरभ्यू दिन आइरहेछ, जो चाहिँ इलेक्सनमा बेइज्जत हुने गरी भोट होइन नआउने गरी हारेहरू अहिले आएर चाहिँ मिडियामा लाज पचाएर मस्त हाँसेर पुरा दिइरहेछ। हेलो माइक चेक। आज फेरि हामी यहाँ खानको पसलमा। कस्तो लागिरहेछ खान? कस्तो चलिरहेछ दिन? आज दिन सुतेर कट्यो यार, दिउँसो पुरै सुतेर बसिरहेको थिएँ। को आयो यहाँ? साथीहरू पनि आजकल धेरै बिजी भएको छन्। यार आज कोही आएको छैन, सबैले बिर्से जस्तो। खानलाई मात्र होइन, अब आजकल ठिक छ बिजी हुनुपर्छ तर बिर्सिनु भएन। आज चाहिँ म एउटा मेरो साथी दुबईमा छ क्या, दौरे उसलाई चाहिँ भन्न चाहन्छु होइन, ब्रो डिप्रेसनमा जानुला जस्तो कुरा भइरहेको थियो आज ल। त्यही भएर ब्रोलाई चाहिँ चाँडै नेपाल फर्क्यो होइन, वी आर वेटिङ। नेपालमै केही गर्नुपर्छ। डिप्रेसनमा त अर्को एकजना जान खोजिरहेछन्, के भन्नु त अब। चाँडै आइज है राहुल। यहाँ सबजना कुरिरहेछ है, ठिकै छ। ल आज खासमा हाम्रो भिडियो चाहिँ के को लागि भन्दाखेरि यो सुदन गुरुङको केस चलिरहेछ। केस भन्नाले पनि न्युज राजीनामा दिइसकेको छ, रिजाइन गरिसकेको छ सुदन गुरुङले। सो किन गर्यो, के छ केस होइन, त्यही बारेमा चाहिँ हामी आज कुरा गर्दैछौँ। अहिलेसम्म बुझ्नै सकेको छैन किन गर्यो भनेर। यस्तो हो क्या, अहिले यो रासोपाले अस्ति चुनाव अगाडि नै राइट टु रिकल भनेर जो मन्त्रीमाथि क्वेसन उठ्यो पद नै छोड्ने टाइपको हो क्या। अस्ति पनि एउटा अर्को मन्त्री निकालेको थिइन्। पुरा उठ्न त नउठ्ने कसैको छैन होइन, तर योपालि चाहिँ अलि धेरै नै यो सुदन गुरुङको वाला केसमा चाहिँ अलि मिडिया ट्रायल चाहिँ अलिक बढी भयो क्या। एक दिनमा यति धेरै मात्र निकालेर रहेछ कि एक दिनमा कान्तिपुर मात्र होइन अरू पनि न्युज च्यानलहरू छ। दिनमा सुदन गुरुङ टाइटल हालेर फोटो हालेर होइन कम्तीमा 15-20वटा न्युज छ क्या। यस्तो हो, अब खासमा राजीनामा नै दिनुपर्छ भन्ने चाहिँ थिएन, तर अब सुदन गुरुङको आफ्नो पनि केही डिसिजन होला, गल्ती गरेको छैन भए त अब होइन। मैले भनेको त्यत्रो बुढाहरूले यत्रो वर्ष राज गरेर अर्बौं रुपियाँ चाहिँ यताउति गर्दा केही थिएन। जब 2-4 करोडमा चाहिँ आवाज त्यो पनि फाइनलै अब त्यो अदालतले दोषी हो भनेर त्यो निकालेन नि त। यो त नर्मली अब न्युजमा आयो, मान्छेहरूले अब अलि चासो देखायो, मान्छेहरू पनि अब को भन्दाखेरि त्यही पुरानाहरू। अनि अब आज चाहिँ खासमा अब सुरुमा चाहिँ हामीसँग यहाँ क्वेसन छ मोबाइलमा, अनि अब यही बारे हामी कुरा गर्छौँ। फर्स्टमा चाहिँ क्लियर गरौँ सुदन गुरुङको केस चाहिँ के हो भनेर, जहाँ उनको सम्पत्ति विवरण, लगानी र विवादास्पद व्यापारीसँगको सम्बन्धबारे प्रश्न उठेको छ। त्यही हो खासमा केस चाहिँ। अब सुदन गुरुङले अस्ति भर्खर समातेको त्यो दिपक त्यसको बिजनेसम्यान होइन त्यो, बिजनेसम्यान, तर के को बिजनेसम्यान नि, त्यसलाई अरेस्ट गर्ने बित्तिकै नेप्सेको त उनी घट्या रे नि त। त्यसले नेपालमा को प्राइम मिनिस्टर बन्छ, को होम मिनिस्टर बन्छ, त्यसले डिसाइड गर्छ अरे पहिला। त्यस्तो मान्छे हो अरे, त्यत्रो न्युजमा आएको थियो त, त्यस्तो गर्थ्यो अरे। अब हामीलाई पनि थाहा छ न्युजमा आएको कुरा चाहिँ के भन्दाखेरि सुदन गुरुङले त्यो मान्छेको कम्पनीमा सेयर किन्या हो कि डाइरेक्टली त्यही मान्छेसँग डिल गरेर लगानी गरे हो, त्यो चाहिँ अब त्यो हामीले यहाँ अहिलेसम्म यहाँ न्युजमा चाहिँ सुनेको छैन, तर त्यही जे सेयर किन्या हो भनौँ न अहिलेको लागि चाहिँ। सुदन गुरुङमाथि के कस्ता आरोप छन् पोइन्टमा भन्नुपर्दा, सम्पत्ति विवरणमा केही लगानी लुकाएको आरोप, मनी लन्ड्रिङ अनुसन्धानमा रहेका व्यक्तिसँग सम्बन्ध भने त्यही अब अघिकै कुरा भयो। कम्पनीहरूमा सेयर होल्डिङ विवाद। सो सेयर मार्केटमा अब आजकल सेयर किन्न पनि अलिकति अब रिस्की नै छ यो। अब न्युज अनुसार चाहिँ पोस्टमा गइसकेकाहरूलाई चाहिँ रिस्की भनौँ न। अब त्यही रवि लामिछानेलाई त्यही अगाडि ठगीवाला केसमा होम मिनिस्टरबाटै उडाएको हो होइन। यो होम मिनिस्टर पद चाहिँ के हो, डेन्जरस है नेपालमा त। जो पनि त्यही एलिगेसनमा पर्छ। प्राइम मिनिस्टर पछिको सबभन्दा पावरफुल पोस्ट हो देशको होइन। नम्बर 3मा चाहिँ के छ भन्दाखेरि के प्रमाणहरू सार्वजनिक भएका छन्। अब यही हो क्या प्रमाणै मिडिया। अब के यहाँ मिडिया रिपोर्टहरूमा केही कम्पनीहरूमा उनको लगानी छ र सम्बन्ध देखिएको छ, जसले पारदर्शितामाथि प्रश्न उठाएको छ। धनी हुनु पनि गलत हो। धनी हुनु र होम मिनिस्टर बन्नु चाहिँ गलत हो। होम मिनिस्टरमा धनी हुनु र पोलिटिसियन हुनु नै गलत भइसक्यो अहिले आएर। अब हामी त के हो र, हामी त यस्तै हो, चिल छ। पैसा हुनु पनि आजकल चाहिँ अलिकति गाह्रै रहेछ। हामी गरिब भागै ठिक रहेछ त्यसो भए। तर ऊ पनि तालु भयो भने चाहिँ सुदन गुरुङै देख्छ है फेरि। म त्यो थम्बनेलमा आज त्यही हालिदिन्छु नि, ठ्याक्क लगाएर थम्बनेलमा। अब पहिला भए चाहिँ जे गरे नि पाउँथ्यो, काण्ड मचाएर राजीनामा नि दिनु पर्दैन, त्यो पोस्टमा बसे 35 वर्षसम्म बसे नि मतलब थिएन। अब अहिले आएर चाहिँ एक हप्तामा यस्तो अलिक क्वेसन उठ्न साथ छैन, आज छ भोलि छैन भने चाहिँ त्यो त चाइनिज माल भयो क्या। अब सिधै राजीनामा नसोचे भयो, तर जस हामीले यतिसम्म नि सोचेको थिएन। किन भन्दा सुदन गुरुङले अब होम मिनिस्टर भएको भोलिपल्ट नै पुरै गर्ला जस्तो
चाहिँ देखाएको थियो होइन, सङ्केत थियो, गरि पनि रहेको थियो। तर अब 35 वर्षसम्म होइन राज गरेर बिगारिसकेका देशलाई अब 1 महिनामा त कहाँ कसले बनाओस्? 1 महिना 5 वर्षमा त सक्दैन, 1 महिना के। त्यही सो अब के छ भन्दाखेरि अब हाम्रो क्वेसन नम्बर 4 मा चाहिँ के छ त, किन राजीनामा दिनु पर्यो रे? त्यही भने है, यत्रो नेताहरूमाथि एलिगेसन लाग्छ त ड्याम्मै राजीनामा दिनु चाहिँ किन पर्यो भने योभन्दा अगाडिको नि अगाडिको सरकारमा भनौँ न, ओलीको सरकारमा भिजा स्क्यान्डल होइन त्यत्रो भयो, त्यत्रो उठायो, मतलब छैन, राजीनामा दिनु पर्ने नि केही छैन। पब्लिकले नै कहिले राजीनामा दिए भनेर सुनेको थिएन मैले त। अहिले त सुदनकोमा त कतिजनाले भनिरहेछ हौ। यो सबै अब यस्तो हो नि त, कुरा के छ भन्दाखेरि अब स्टुडेन्ट यो युनियनहरू सबै खारेज हुने भइसक्यो होइन, तिनीहरूलाई पनि चित्त बुझाएको छैन। अब त्यो भने सबै एमाले यो के अरे काङ्ग्रेस अनि माओवादी यिनीहरू नै हो सबै होइन। तर युनियनहरू त हटाएकै ठिक होइन र भने, कलेजमा पढ्न गयो कि पोलिटिसियन बन्नु हो? युनियन त हटाउनै पर्छ नि, किन भन्दाखेरि हामीले पनि त्यही पढेर त्यहीँबाट सकाएर आएको होइन। इन्भाइरोमेन्ट कस्तो हुन्छ थाहा छ क्या। किन राजीनामा दिनु पर्यो भन्दाखेरि जनताको दबाब रे, राजनीतिक दबाब। अब यो अघि भने जस्तै पार्टीले नै अब राइट टु रिकल भनेको छ, यसमा त अब पार्टीको मेन बालेन रवि लामिछानेको डिसिजनमा नि हुने हो सबै होइन। ठिकै छ, त्यो पनि ठिकै छ। र नैतिक जिम्मेवारका कारण उनले राजीनामा दिएको हुन् रे भनेपछि अब कुरा उठेपछि अब राजीनामा दिनुपर्छ टाइपको आफूले नै रियलाइज गरेर चाहिँ दिएको टाइपको भनौँ न। उनले आफैले पनि छानबिन होस् भनेका छन् रे, छानबिन त अब भइहाल्छ। क्वेसन नम्बर 5 मा पुगिसकेका छौँ। यसले सरकारलाई कस्तो असर पार्यो? एन्टी करप्सन एजेन्डामा चुनौती रे भन्नुभयो। सुदन गुरुङले चाहिँ के एन्टी करप्सन त्यसमा अलि राम्रो काम गरिरहेको थियो, अब त्यो हटेपछि चाहिँ अलिक गाह्रो पर्छ टाइपको कुराहरूलाई यो चाहिँ खासमा। अब त लगातार मन्त्री राजीनामा, त्यही त हो नि, कुरा उठ्यो राजीनामा, 1 महिनामा 2 जना मन्त्री सही। क्वेसन नम्बर 6 मा के छ भन्दाखेरि जनताको प्रतिक्रिया कस्तो छ? जेनजीले चाहिँ कडा विरोध गरेर यो चाहिँ हो, अब हामीले नै विरोध गरेर त भिडियो बनाइरहेछौँ। अब विरोध अब राम्रो काम गरेपछि खास ननिक्लिनु पर्ने हो, हाम्रो पनि त्यही हो खास कुरा चाहिँ। यत्रो अब जेनजीहरूको अब घाइते अब यत्रो मारेछ होइन, अब त्यसमा नि अब जस केही हुन सकेन भनौँ न। मेन कुरा त्यही हो। मेन कुरा चाहिँ जेनजी जुन आन्दोलन भयो त्यसमा मारेकोहरूलाई चाहिँ केही गर्न सकिएन। यो अब जस्तै यो पुरानो पोलिटिसियनहरू। अनि सामाजिक सञ्जालमा आलोचना, स्वतन्त्र अनुसन्धानको माग, के यो मिडिया ट्रायल हो? हो नि, हो 100% हो। सुदन गुरुङले आफूमाथि मिडिया ट्रायल भइरहेको दाबी गरेका छन्, तर विपक्षीहरूले निष्पक्ष छानबिनको माग गरेका छन् रे। अब मिडिया ट्रायल हो होइन त यत्तिकै थाहा हुन्छ क्या, किन सोसियल मिडिया खोलेर हेर न, फर्स्ट चोटिमै त्यही आउँछ। अहिले भन्नै पर्दैन। जुन नेपालको मेन अब मिडियाहरू छ, एक्जाम्पल अब कान्तिपुर नै भयो, अनि अर्को यो को अनलाइन खबर, सेतो पाती रातो के कालो, यिनीहरू सबै जोस लागिपरेको छ। ठिक छ, अब सबैको दिन आउँछ होइन। त्यही भएर अब जोस सरकारले चाहिँ अब एउटा त्यो बनाइदिनु पऱ्यो क्या, फिल्टर गरिदिनु पऱ्यो क्या। तर फेरि अब डेमोक्रेसी भन्छ, त्यही त हो नि, कन्ट्रोल गर्नु मिल्दैन, कुरै उठाउन पाइँदैन टाइपको कुरा आउँछ फेरि। तर जोस मिडिया ट्रायल चाहिँ 100% हो। अनि कतिजना खुसी छन्, पुरानाहरू देखिरहेछ, हामीले भिडियोहरू आएर देखिरहेको हुन्छ, पुरानाहरू मुसुक हाँसेर अहिले इन्टरभ्यू दिन आइरहेछ, जो चाहिँ इलेक्सनमा बेइज्जत हुने गरी भोट होइन नआउने गरी हारेहरू अहिले आएर चाहिँ मिडियामा लाज पचाएर मस्त हाँसेर पुरा दिइरहेछ। यो केस किन महत्त्वपूर्ण छ भन्ने कुरामा आऊँ। अब यो केस चाहिँ किन महत्त्वपूर्ण छ भन्दाखेरि फर्स्टमा चाहिँ नेपालमा पारदर्शिता र सुशासनको परीक्षा भयो भनेको चाहिँ अब एकदम मन्त्रीहरूले पनि बुझेरै ल अब चाहिँ मैले राजीनामा दिनुपर्छ जस्तो जस अहिले चाहिँ त्यो भएको छ। अनि घन्टी अब पार्टीले पनि डिसिजन त त्यसमा मजाले लिएकै छ। पहिला पुरानाहरूले चाहिँ छोड्दैन थियो, अहिलेहरूले चाहिँ सर्ट छोडिरहेछ भनौँ न। त्यही हो क्या, गल्ती नगरे मान्छेहरू आरोप लगाएपछि अलि आवेशमा आउँछ नि क्या। गल्ती गरेकोहरूले चाहिँ पोस्ट छोड्न मिलेन, किन भन्दा पोस्ट छोड्यो भने छानबिनमा पछि चाहिँ उनीहरू नै पर्छ, त्यो दबाउनको लागि पोस्ट छोड्न मिलेन। गल्ती गरेको छैन भए त पोस्ट छोडेर छानबिन मजाले गरेर पछि अब क्लिन सिट भनौँ के भन्छ त्यो पाएपछि त फेरि आउनु मिल्यो नि त। त्यही भएर पनि अब जो छानबिन राम्रै होला अब अहिले। अब अनि नयाँ पुस्ताको राजनीति भर्सेस पुरानो सिस्टम, यो चाहिँ सही पोइन्ट आयो है। नयाँ पुस्ताको राजनीति तर पुरानै सिस्टम क्या। यो सिस्टम चाहिँ पुरानै छ अहिलेसम्म। जो अस्ति
अस्ति एउटा कुन केसमा देखिहाल्यो नि हामीले अस्ति के कुन केस नि त्यही ओली र लेखकलाई सर्वोच्च अदालतले छोड्या केस हामीले अब देखि नै रहेछ आफ्नै आँखा अगाडि नै देखिरहेछ जेनजी आन्दोलनसँग कसको सम्बन्ध के छ पहिला जेनजी आन्दोलनसँग जोडिएका थिए तर अहिले त्यही समूहले नै उनको विरोध गरेको छ दिस इज यस्तो हो अब यस्तो हो क्या यो चाहिँ यो पोइन्टमा चाहिँ के छ भन्दाखेरि क्लासमा टिचरले सबैलाई पढाउने एउटै हो तर कोही फर्स्ट हुन्छ कोही फेल हुन्छ होइन अब यो पनि त्यस्तै हो क्या अब जेनजी आन्दोलनबाट आयो सबै आयो आउनु त कतिजना अब आयो तर एउटा माथि गयो तर एउटा मुनि नै बस्यो क्या जिन्दगी क्लास एटेन्ड नगर्नेले क्लासको एक्जाम्पल दिइरहेछ है होइन अब क्लास एटेन्ड नगरे पनि त अब त्यहाँ अब के हुन्छ त हामीलाई थाहै छैन राम्रोसँग कोही मन्त्री भए कोही अब केही हुन पाएन अब केही हुन नपाएपछि त जलन त भइहाल्छ मान्छे हो जेलेसी भन्ने चिज हुन्छ होइन अब अहिले नेपालमा यो जेनजीको यो के जेनजी मुभमेन्ट जेनजी के युनियन यति धेरै भइसकेको छ कि जेनजीको नाममा भद्रगोलै हो क्या कहिले यो जेनजीले केस हाल्यो भनेको छ कहिले अर्को जेनजीले के हामी चाहिँ के त अनि हामी चाहिँ केही होइन हामी पनि एउटा त्यो गर्न जाने कि दर्ता गर्न जाने कि हामी यो जेनजीको यो हो भनेर जेनजी त्यही हो जेनजीहरूको यो अस्ति नै यो सुशीला कार्कीवाला सरकारमै योवाला त जेनजीको कति ग्रुप त छुटिएर कहाँ पुगिसकेको थियो जस्तै कि कोरे त्यो एउटा ओरिजिनल जेनजी भनेर प्रोटेस्टमै नआउने मान्छे कोरे त्यो गोरे नामै बिर्स्यो काङ्ग्रेसमा पछि यहाँ चुनावमा काङ्ग्रेसमा पुरा कहाँ छिरेको थियो त मिराज ढुङ्गाना अब अहिले त हराइसक्यो डिसअपियर लाइक हि नेभर एक्जिस्ट भने जस्तै दोषी प्रमाणित भए कानुनी कारबाही त्यो त भइहाल्छ हाम्रो आज यति नै त हो नि अब लगभग यो केस केवल एउटा व्यक्तिको होइन नेपालको राजनीतिक संस्कार र भविष्यको परीक्षा हो जस मिडिया ट्रायल भयो मिडियाहरूलाई राम्रै भयो खुसी भइरहेछ होला मिडियाहरू सबैको दिन आउँछ घुमेरै आउँछ तर अब गलत नै गरेछ भए चाहिँ अब छानबिन गरेर कारबाही के छ त्यो हुनुपर्छ गलत छैन भए चाहिँ पछि फेरि आइहाल्छ नि हुन्छ नि लाइक सम्पत्तिमा चाँडै स्पष्टीकरण दियो भने त त्यही हुन्छ होला मेरो विचारमा 10-12 दिन भित्रमा यो केसको त्यो भयो भने चाहिँ राम्रोसँग स्पष्टीकरण भयो भने होइन फास्ट फरवर्डिङ इन्भेस्टिगेसन त्यो त भइहाल्छ अनि अहिलेको लागि त बालिनले नै त्यो पोस्ट राख्ने भनेर भनिसकेको छ आइसकेको छ न्युज पनि आइसकेको थियो मैले रुटिनेमा हेरेको थिएँ ल हर्क साम्बाङको फेसबुक पेज फेरि फिर्ता आएको छ अरे अहिले तर यहाँ ऋषि धमला हटाएदेखि कस्तो न्युज हेर्नै मन लाग्दैन हो खत्रै हान्थ्यो नत्र सो आजको लागि हाम्रो भिडियो चाहिँ आज यति नै गर्नु पर्ला है लामो भइसक्यो भिडियो तर म खतरा एडिट गरेर काटकुट गर्छु अनि थम्बनेल एउटा नै बवाल बनाउँछु त्यति भएपछि 5-7 मिनटको बनाउँ न 5-7 मिनट 10 मिनट त चाहिन्छ 10 हामीले यत्रो बोलेको छ यार कम बोल्या हो सो आजको लागि यति नै कस्तो लाग्यो भिडियो कमेन्ट गर्नु होला अनि डु लाइक एन्ड सब्सक्राइब यस्तै भिडियो चाहिन्छ भए होइन यस्तै भिडियो चाहिन्छ भए कमेन्ट नगरे पनि हामी हाल्छौँ हामी चाहिँ लास्ट इयर र बनाउने मान्छे है ठिक छ ल आजको लागि यति नै हामीलाई न केही एस्थेटिक देखाउनु छ होइन न एलिगेन्ट देखाउनु छ जे भयो नि होइन वी सो वाट वी आर कन्टेन्ट एउटा किन सुमन गुरुङले राजीनामा दिएर भौलायो स्यार केही छैन पछि फेरि आइहाल्छ नि त्यही होला आजको लागि यति नै अब चाहिँ कति भयो टाइम 10 बज्न लागिसकेको छ सो हामी चाहिँ खास हाम्रो सरलाई कुरा हो क्या नर्थ एबिसीबाट आउँदैछ कुराको आएर यसो एक कप चिया खाम भनेर बस्या खै ल आजको लागि यति नै बाई बाई खाने बाई बाई ल बाई बाई